सरी साथी हो मेरो सौदी काम यस्तै हो टक्क प्लाईको टुक्राहरू त्यो उसमा ट्रलीमै लोड गरेर ल्याएर कुम्टा खानुपर्छ हेर्नु कुनै ठुलो छ कुनै सानो छ होइन टक्क झन् आजको दिनमा टक्क झन् साथी थियो पहिला गाना भन्ने एउटा काले भन्ने अब ऊ पनि थिएन कि झन् साइडमा काम गर्नु गइदियो अनि एक्लै टक्क एक फिस गरेर फाल्नु पर्ने कुनै ठुलो हुन्छ दिमाग खराब उचाल्ने गाह्रो बल्ल बल्ल फाल्यो अनि कुनै बेला त पसिना चुया गर्ने टक्क पुस्न पनि नपाउने होइन आँखामै पर्ने टक्क फाल्दा टक्क अनि त्यसपछि फेरि एकछिनपछि हात गलेर कम्मरमा हात लगाएर बस्यो टक्क अनि सकेपछि टक्क ट्रली पनि टक्क गुडाएर ल्याएर टक्क एकछिन पार्किङ गरेर टक्क म पनि एकछिन बस्यो थकै मेट्यो अनि फेरि पछि आएर यसो पन्जाले पुस्यो अनि म चाहिँ टक्क काम सकेर बेलुका साँझतिर फर्केको टक्क राम्रो मौसम रहेछ हेर्न त्यहाँ आहा कति राम्रो सूर्य डुब्न लाग्यो कति राम्रो देखेँ है त टक्क मैले गाडी भित्रतिर गएर टक्क भिडियोहरू बनाएँ टक्क साथीहरू कोही सुतेको छ होइन कोही टक्क मोबाइल लिएर बसेको छ पछाडि म चाहिँ टक्क मस्तीमा छ कि होइन टक्क भिडियो बनाएँ टक्क कपाल पनि बिग्रेर चाहिँ यसो मिलाएको कि टक्क यसो हेरेको टक्क कोही गाना सुनेर बस्छ होइन टक्क अनि फेरि यसो बाहिर हेरेको टक्क अझै पनि मलाई यस्तो रमाइलो लाग्यो कि त्यो ठाउँ